मुलुकका लागि सेतो हात्ती बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा 14 अर्ब रुपैयाँ बढी भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ। यति ठूलो भ्रष्टाचार भएको यो परियोजनाका मुख्य हर्ताकर्ता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सिफारिस गरिएको छ। 9 अर्ब 63 करोड रुपैयाँ भन्दा बढी भन्नाले लगभग 10 अर्ब रुपैयाँ नेपाली पैसा भन्दा बढी नेपाली पैसा चाहिँ पोखरा विमानस्थल बनाउँदाखेरि भ्रष्टाचार भएको भन्ने छानबिन गर्न गठित उपसमितिले राजनैतिक संरक्षणमा हुने गरेका भ्रष्टाचारमा अहिले फेरि अर्को नाम दर्ज भएको छ। त्यो हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको घोटाला काण्ड। झट्ट हेर्दा पोखरा विमानस्थल यस अघिका वाइड बडी भ्रष्टाचार जस्तै लाग्न सक्छ, तर तथ्य हेर्ने हो भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वाइड बडी जस्ता दशौं भ्रष्टाचारको बिर्साउने महाभ्रष्टाचारको काण्ड भन्दा त्युक्ति नहुन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा 10 अर्ब रुपैयाँ भन्दा पनि बढी भ्रष्टाचार भएको यस्तो निष्कर्ष। 2 अरब भन्दा बेसी कर छुटबाट त्यहाँ भ्रष्टाचार गरिएको कुरा अथवा अनियमितता भएको कुरा मालेखाले नै औल्याएको छ र त्यसमाथि पनि निर्माण प्रक्रियामा अनियमितता र कमसल काम गरेर गरिएको फेरि अरबौंको फरक छ। त्यो हिसाब गर्यो भने ठुलै अङ्कमा हुन्छ। र सबैजनालाई हार्दिक नमस्कार छ मित्रहरू। यो अहिले भर्खरैको यो मेरो क्लिपभन्दा अगाडिको खबरले हामीलाई जानकारी के गरायो भन्दाखेरि 14 अर्ब रुपैयाँ भ्रष्टाचार भयो र यो उड्डयन प्राधिकरणको हैन के भन्छ अरे महानिर्देशक प्रदीप अधिकारी भन्ने उसले चाहिँ तपाईको चाहिँ नि भ्रष्टाचार गरेको र चाहिँ नि यो छानबिन समितिले चाहिँ यसलाई चाहिँ तुरुन्त निलम्बन गर्नुपर्छ भन्ने खालको प्रतिवेदन आएको भन्ने आयो। यो मान्छे चाहिँ मैले धरानमा एयरपोर्ट बनाउने कुरा लगेर त्यतिखेर हाम्रो मन्त्री चाहिँ सुदन किराँती हुनुहुन्थ्यो। उहाँलाई एप्रोच गर्दाखेरि के अरे यो मान्छेलाई पनि हाम्रो सुदनजीले बोलाउनु भएको छ। अनि त्यहाँनिर चाहिँ उसले चाहिँ किन चाहियो धरानमा एयरपोर्ट भन्ने किसिमले चाहिँ बहस गरेको थियो कि त्यतिखेर मैले उसलाई अलिकति छपारेको पनि थिएँ। यो साला फटा रहेछ होइन। अब यो फटा यस्तो चाहिँ नि होइन चोर टाइपको है, यो चोर टाइपको मान्छे यस्तो फटा मान्छेलाई चाहिँ अब नेपाल सरकारले तुरुन्त कारबाही गर्छ कि गर्दैन भन्ने हेर्नु छ। अनि यो अख्तियार भन्ने यो छ नि हैन, मलाई चाहिँ श्रमदान किन गरेको है, सहयोग किन चाहिँ नि मागेको भनेर चाहिँ मलाई सोधिराख्छ, मासु र भात किन खुवाएको भनेर सोधिराख्छ। जुन दाताहरूले चाहिँ नि खुवाएको दिएको कुरालाई सोधिराख्ने अख्तियार भन्नेले चाहिँ यसले अब के गर्छ कि गर्दैन हेरौँ है। यस्ता चोर फटा गधाहरू, यस्ता चोर फटा गधाहरू देशैभरि छ। म चाहिँ तपाईँको चाहिँ सम्बन्धित ठाउँमा भएको भए नि यस्ता मान्छेहरूलाई तपाईँको पाता कसेर उधो मुन्टे झन्डाइदिन्छु रुखमा है। 1 घन्टा ट्याक झुन्डाउने अनि छादेपछि होइन तपाईको मुखबाट रियाल पुरा सिङ्गान निस्केपछि ठ्याक्क तल झार्ने है। अनि रेस्ट गराउने केही समय, अनि सिस्नो पानी लगाउने त्यहाँ त्यतिन्जेल पनि रेस्टमा पनि, अनि त्यस पछाडि फेरि स्याट्टा माथि होइन उधोमुन्टे झुन्डाइहाल्ने। देशलाई चाहिँ डुबाउने है, देशलाई डुबाउने भ्रष्टाचारी फटाहरू। अनि यो मान्छेले के पनि भन्यो भन्दाखेरि चाहिँ धरानमा एयरपोर्ट चाहिँदैन, विराटनगरमै छ, त्यसको खोइ के नियमले दिँदैन, मापदण्डले दिँदैन भन्दो रहेछ। त्यो पोखरामा झन्सारो त्यही छ होइन। विराटनगरमा त यहाँदेखि तपाईँको चाहिँ नि अब विराटनगर त धेरै टाढो छ नि त, नजिक भयो अरे। अब विराटनगरको एयरपोर्ट बन्दाखेरि, विराटनगरमा एयरपोर्ट बन्दाखेरि मेरो कुनै आपत्ति होइन, ठिक छ बनोस्, त्यो पनि देशै हो, नेपालै हो। धरानमा बन्दाखेरि चाहिँ के को आपत्ति त होइन। विराटनगरको मान्छेलाई आपत्ति कि अथवा पार्टीलाई आपत्ति कि अथवा स्वतन्त्रले जितेर आयो, अब यसलाई चाहिँ नि त्यो खालको कुरामा सपोर्ट गर्यो भने भरि यसको वाहवाही हुन्छ, हाम्रो पार्टीको बर्बाद हुने भयो भन्ने हो कि के हो त त्यो होइन। अब मौसमको हिसाबले पनि धरान
इट्स बेटर देन विराटनगर होइन। यहाँ न कहिले चाहिँ नि हुस्सु लाग्छ न कहिले होइन पानी परेर डुबान हुन्छ। यस्तो फेभरेबल वेदर भएको ठाउँमा बनाउन भनेको नजिक भयो भने पोखरामा त तपाईँको चाहिँ अर्को त्यो उसँग झन्सार त्यहीँ टाँसिएको छैन र एउटै सहरमा त्यहाँ चाहिँ बनाएछ एयरपोर्ट 14 अर्ब भ्रष्टाचार गर्यो भने छान्ने छ। यस्ता फटा गदाएर चाहिँ यो ठट हाम्रो फेरि सुदनजी होइन उहाँ निर्णय गर्नु नसक्ने मान्छे मन्त्री त बन्नुभयो बिचरा यता भनौँ नहुने उता डङ ठोकिदिएर त्यतिखेर ल बनाऊ भनेर भनिदिएको भए अहिले चाहिँ बनिराखेको हुन्थ्यो। के गर्ने अब यस्तो यस्तो यो चाहिँ नि अरूले त्यहाँनिर दिमाग भुटी दिइराखेको। अनि यो मान्छे चाहिँ यो के अरे यो यसको नाम पनि के अरे तपाईँले सुनिहाल्नुभयो अघि। यसले चाहिँ यस्तो गरेको थियो क्या धरानमा अनि अहिले चाहिँ भ्रष्टाचारमा परेछ निलम्बन गर्ने भनेपछि तत्काल निलम्बन गरेर हातखडी लाएर चाहिँ गरिहाल्नुपर्छ। अब म चाहिँ भए चाहिँ म रुखमै झुन्डाउँथेँ अब म त्यहाँ छैन नत्र अघि भने जस्ता तुर्लुङ काबु तपाईँको वेट चिनेकै छैन कुनै दिन त्यहाँ पुग्यो भने थाहा हुन्छ के रहेछ मान्छे भन्ने चिज। अहिले चाहिँ अब मेरो उसमा परेन खटार। ल साथीहरू के भन्नुहुन्छ दिनुहोस् है राय दिनुहोस् है।